तपाईहरुको घरमा चाहिँ पानी पसिरहेको छ भने आज एकदम इजी ट्रिक देखाउँछु म तपाईहरुलाई। खोल्नको लागि देख्नुहुन्छ एउटा चाहिँ 10 नम्बरको चक्कु लिनु होला र यसरी तपाईले यसलाई खोल्नको लागि चाहिँ बाहिरको स्विच झिक्नु पर्छ हाम्रो यो हैन यो पिन चाहिँ हामी झिक्नु पर्ने हुन्छ। बीचमा थिच्नु होला, यहाँ सानो पोइन्ट दिएको हुन्छ जसमा थिच्नु होला र तान्नु होला। अनि त्यसपछि तपाईको यो बोर्ड मज्जाले सफा गर्नु होला। यसमा पानी पसेको हुनाले चाहिँ यसलाई मज्जाले म सफा गर्ने छु फर्स्टमा। अनि हाम्रो चाहिँ यो मेसिन भित्र पनि पानी पसेको हुन्छ। यसलाई तपाईले चाहिँ सामान्य रूपमा घाममा राख्दा पनि हुन्छ, घामको व्यवस्था छ भने, र तपाईसँग कुनै पनि हिटिङ मेसिनहरु छ भने त्यसमा राखेर तपाईले मज्जाले केही समय चाहिँ पानी सुकाउनु पर्ने हुन्छ। म यसलाई मेरो हिटिङ मेसिनमा राख्छु र केही समय तपाईले आधी घण्टासम्मको समयमा चाहिँ राख्नु होला। त्यसपछि तपाईले चाहिँ यसलाई मज्जाले पानी सुकेको जस्तो पाउनु भयो भने सिसालाई मज्जाले पुस्नु होला। तपाईको भित्रको जुन डस्टहरु छ डस्टहरु झिक्नु होला हैन। त्यसपछि यसरी म चाहिँ केही बेर राखेर झिक्छु र त्यसपछि तपाई यहाँ फेरि पनि प्रोपर यसलाई राख्नु होला। स्किन सफा गरिसक्नु भएको छ भने मज्जाले प्रोपर राख्नु होला। हामी कहिलेकाहीँ चाहिँ महँगो घडीहरु चाहिँ किन्छौं हैन, तर त्यो घडीमा चाहिँ पानी पसेरै त्यो घडी वेस्टेड हुन्छ। यसरी तपाईले चाहिँ अब यो पानी सबै सुकिसकेपछि प्याक गर्नुहुन्छ। प्याक गर्नु होला र देख्नुहुन्छ यहाँ यो चाबी जुन छ, यो चाबीको वरिपरि तपाईले चाहिँ हामीले चाहिँ युज गर्नुपर्ने एउटा ग्रिस हुन्छ हैन। तपाईले बुझ्नुहुन्छ ग्रिस भनेको जुन हाम्रो चाहिँ साइकललाई ग्रिसिङ गर्छौं हैन, गाडीहरुलाई ग्रिसिङ गर्छौं। तपाईले कुनै पनि ग्यारेजमा अथवा चाहिँ घरमा युजको लागि छ भने त्यसलाई यसरी मज्जाले यो चाबीलाई चाहिँ मज्जाले यसलाई चाहिँ भर्ने गरी चाहिँ यसमा ग्रिस राख्नु होला। यो ग्रिस फालिसकेपछि तपाईको कम्प्लिटली हैन फिल अप होस् है, ताकि चाहिँ पानीको पस्ने ठाउँ नहोस् हैन। पानी चाहिँ ग्रिस भित्र चाहिँ नपस्ने रहेछ भन्ने कुरा चाहिँ तपाईले बुझ्न सक्नुहुन्छ यहाँबाट। र यसरी तपाईले कम्प्लिट भरिसकेपछि हामी चाहिँ यसलाई लकलाई फेरि पनि यहाँ राख्ने छौं प्रोपर। अनि समय पनि यतिखेरै मिलाइसक्नु होला, किनभने भोलि गएर फेरि तपाईको जाम भएर बसेको हुन्छ। अनि पानी पस्ने घडीमा चाहिँ अलिक सेक्युर आफू पनि हुनुपर्छ हैन। त्यसकारण तपाईले अब यसलाई मज्जाले यो प्याक भइसकेपछि अब यसको कभर जुन छ, कभरलाई चाहिँ तपाईले प्रोपरली सफा गर्नु होला। देख्नुहुन्छ यसको जुन कर्नरहरु छ नि, यो छेउछेउको जुन यो बोर्डरहरु छ, मज्जाले यसमा चाहिँ तपाईले ग्रिस राख्नु होला एकदम प्रोपरली हैन। एउटा पनि स्पेस नराखिकन हैन, हतार नगर्नु होला। समय बिस्तारै भए पनि मज्जाले राख्नु होला। यसरी राखिसकेपछि अब देख्नुहुन्छ यहाँ कुनै पनि ठाउँ खाली छैन र हामी के गर्नेछौं, यसलाई राख्ने बेला चाहिँ यो देख्नुहुन्छ सानो यो खाल्डो भएको ठाउँ चाहिँ तपाईले यहाँ चाबीको एरियामा राख्नु होला। राख्दाखेरि एकदम केयर गर्नु होला, अरु त्यो लाग्यो भने त्यहाँ भएको जुन ग्रिस भक्कर थियो त्यो निस्किन सक्छ। यसरी तपाईले ठ्याक्कै ठाउँमा राखिसकेपछि यसलाई च्याप्नु होला। जब यसलाई च्याप्नु हुन्छ हैन, एकदमै केयर गर्नु, ट्याकले बस्ने गरी चाहिँ हैन प्रोपर बसोस् न हैन। यसरी बसिसकेपछि तपाईले चाहिँ हेर्नु होला यदि यहाँ कुनै पनि लिक्विडहरु सुकेको छ भने। यहाँ देख्नुहुन्छ मैले हाल्दै गर्दाखेरि मिस्टेक भयो, यहाँ चाहिँ के भयो भने ग्रिस बस्न राम्रोसँग पाएन र फेरि पनि यसलाई म चाहिँ झिकेर फेरि हाल्छु। अब तपाईको पनि यस्तै गरी चाहिँ बिग्रियो भने चाहिँ फेरि हाल्नु पर्ने हुन्छ। त्यसैलाई चाहिँ तपाईले अल्छी मानेर प्याक नगर्नु होला। प्रोपर फेरि पनि तपाईले चाहिँ यो ग्रिस हाल्नु पर्ने हुन्छ। समय लाग्छ हैन, समय लिनु होला। तर तपाईको घडी चाहिँ मन परेको घडीहरु छ भने कहिलेकाहीँ चाहिँ महँगो घडी हामी किन्छौं, त्यो महँगो घडीमा पनि पानी पसिरहेको हुन्छ। तर हामी सामान्य यो ट्रिक चाहिँ लाउन सक्यौं भने चाहिँ तपाईको सस्तो घडीलाई पनि एकदमै मज्जाले युज गर्न सक्नुहुन्छ। र यसरी मैले चाहिँ अब ठ्याक्कै देख्नुहुन्छ जुन काटेको ठाउँ चाहिँ म यहाँ चाबीको छेउमा राख्ने गर्छु। राख्नु होला यसरी नै, अनि ट्याप तपाईले थिच्नु होला। थिचेपछि तपाईले यसलाई मज्जाले सफा कपडाले चाहिँ पुस्नु होला। सफा भए पनि फोहोरै भए पनि केही मतलब त छैन, किनभने यसलाई चाहिँ हामी मज्जाले पुस्ने छौं। र त्यसपछि यो कम्प्लिटली तपाईले पुछिसकेपछि यो घडीको समय चाहिँ यतिखेर मिलाइसक्नु होला है, एकदमै केयर गर्नु होला। घडीको समय मिलिसकेछ भने भोलि गएर तपाईले चलाउनु पर्दैन। यसरी यो गर्दाखेरि तपाईले एउटा कुरा चाहिँ याद गर्नुपर्ने हुन्छ, कुनै घडीको चाहिँ माथिल्लो सिसाको भागबाट पनि पानी पस्ने गर्छ। त्यसको लागि चाहिँ तपाईले एउटा के गर्नुपर्ने हुन्छ भने सिसाको ठाउँमा चाहिँ तपाईले मसिनो एकदमै पातलो सुयो जस्तो पिन भएको हैन, नोजल भएको चाहिँ तपाईले चाहिँ के गर्नु होला,
फेभिकललाई चाहिँ बिस्तारै हात सफा छ भने मजाले गोलो राउन्ड गर्दै हाल्न सक्नुहुन्छ र यसै तपाईँले राख्न सक्नुहुन्छ हैन। र तपाईँको अब अलि महँगो घडीहरू छ भने खासै यो सिसाको ठाउँबाट चाहिँ पानी छिर्ने गर्दैन। नछिर्ने भएको हुनाले चाहिँ तपाईँले आवश्यकता खास गर्नु त नपर्ला जस्तो लाग्छ हैन। तर पनि अब छ भने तपाईँले गर्न सक्नुहुन्छ। त्यसको लागि अब चाहिँ हामी भइसकेको कामलाई चाहिँ चेक गर्नेछौँ, कतिको हामी चाहिँ काम सक्सेसफुली गरेको छौँ त्यो कुरा चेक गर्नु होला। फर्स्ट अफ अल तपाईँले चेक चाहिँ गर्नु होला। युज गर्नुभन्दा पहिले 1 गिलास पानी तपाईँले ल्याउनु होला र 1 गिलास पानीमा तपाईँले चाहिँ यसलाई भिजाउनु पर्ने हुन्छ। यदि बबल निस्किन्छ भने तपाईँले बुझ्नुपर्ने हुन्छ कि मैले गरेको काम चाहिँ सक्सेस भएन, कुनै कुरा मैले मिस्टेक गरेँ अथवा कुनै ठाउँमा चाहिँ लिकेज छ अझै पनि है। मैले जो गरेको गरीलाई चाहिँ अब चेक गर्छु, यहाँ पानीभित्र डुबाउँछु। तपाईँले केही समय राख्नु होला, आधी घन्टा राख्न सक्नुहुन्छ हैन। केही समय पानी चाहिँ एकदम सफा राख्नु होला ताकि तपाईँले बबलको कुनै पनि कुराहरू देख्न सकियोस्। यसरी म भिजाएर राख्नेछु केही समय र त्यसपछि तपाईँले यहाँ हेर्दै गर्दाखेरि म यसलाई एकदम जुम गरिकै तपाईँले देखाउने छु कि बबल निस्केको छ कि छैन। यदि बबल्सहरू निस्किन्छ भने बुझ्नुहोस् कि पानीले एयर लिँदैछ हैन, अनि त्यो एयर चाहिँ हामी बबल भएर बाहिर निस्किने गर्छ। यसरी केही समय राख्नु होला र यदि तपाईँको केही समयसम्म लगभग आधी घन्टा यत्तिकै छोड्नु होला, छैन भने बबल कुनै पनि ठाउँमा आएन भने तपाईँले बुझ्नुहोस् कि मैले गरेको काम सक्सेसफुल भएको छ हैन। तपाईँको एक्सपेरिमेन्ट तपाईँले कम्प्लिटली पुरा गर्नुभएको छ र सक्सेस भएको छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। यसरी मैले चाहिँ लगभग आधी घन्टा भिजाइसकेपछि तपाईँ अब युज गर्न सक्नुहुन्छ। मैले चाहिँ यसरी तपाईँको भिजाइसकेपछि अब यसलाई युज गर्नेछु र यो पक्कै पनि सक्सेसफुल्ली यो चाहिँ 100% म ग्यारेन्टी दिन्छु तपाईँको काम चाहिँ कम्प्लिटली यो चाहिँ वाटर प्रुफ हुनेछ हैन, पानी पस्ने छैन भन्ने कुरा ढुक्काउनुस्। यसमा चाहिँ एउटा पनि डाउट छैन। तपाईँले राम्रोसँग गर्नुभएको छ भने चाहिँ तपाईँको काम चाहिँ बुझ्नुहोस् हैन। तपाईँले के गर्ने बेला चाहिँ मिस्टेक गर्नुभएको छ नि त्यही आफ्नै ठाउँमा छ, नत्र भने तपाईँले गरेका यो काम चाहिँ 100% चाहिँ काम गर्ने रहेछ। किनभने म पनि यो हेर्दै गर्दाखेरि जब चाहिँ युट्युबमा हेर्दै थिएँ, मैले पनि हेर्दै गर्दा विश्वास लागेको थिएन। त जब मैले आफै चाहिँ मैले यो घडीलाई चाहिँ बनाएँ त्यसपछि चाहिँ युज गर्न खोज्दाखेरि आज मेरो घडीमा पानी पसेको छैन। सो तपाईँहरूले पनि यसरी आफ्नो घडीलाई चाहिँ सेफ्टी मन परेको घडीलाई चाहिँ लङ टर्मसम्म चाहिँ पानी नपसेर युज गर्न सक्नुहुन्छ। So thank you guys for watching my video.